फाइनली गाइज आज चाहिँ हाम्रो जेठा मामासँग भेटघाट भएछ र सो हामी चाहिँ यतिखेर गाजो मुन्न भनेर आएको। सो मामा पनि गाजो लिन आउनु भएको रहेछ, हामी भेट भइयो। अनि जेठा मामा सन्चै आरामै हुनुहुन्छ? अहिले चाहिँ गाजो लिन आउनु भएको है हजुर? यहाँनिर गाजो लिन आएको भन्ने हुनुहुन्छ। अहिलेको बसाइ चाहिँ त्यहाँनिर हो साथीहरू, ल हेर्नुहोस् उहाँ घर उता गयो भने हाम्रै गाउँठाउँ हो सबै। अनि आमा भान्जा आज चाहिँ धेरै बाटो हिँड्दै गर्दा मामालाई पनि बाटोमा भेटियो। अनि सो हामी मामा भान्जा चाहिँ आज भेट भइयो र सानो भिडियो पनि सम्झनादायक भिडियो पनि हो र भोलि हामी टाढा भए पनि हामीसँगै भिडियो रहनेछ। आशा छ हामी जहाँ गए पनि भिडियोमा साथ हुनेछौँ। उहाँ त यही देशमा हुनुहुन्छ, हामी स्वदेश गइएला। हामी यो भिडियो चाहिँ विदेशमा गएर पनि भुल्न नसक्ने र भोलि टाढा हुँदा टाढा भए तापनि एकदम रमाइलो रोचक भिडियो छ आजको। विशेष गरी म चाहिँ माथि ठुल्टाले भन्ने ठाउँमा गाजो लिन गएको थिएँ र गाजो लिन जाने क्रममा मैले यो भिडियो सुट गर्ने माहौल पनि मिल्यो र यो भिडियो सुट गरेको छु। सो क्यामेरा त्यति राम्रो छैन तर भिडियो ठिकै जस्तो लाग्छ, तपाईँहरूले पनि राम्रो मानेर हेरिदिनु होला भन्न चाहन्छु। र विशेष आजको भिडियो चाहिँ म चाहिँ जेठा मामासँग भेट भएको थियो र जेठा मामासँग भेट भयो र उहाँ पनि गाजो लिनलाई जानु भएको रहेछ र जेठानले उहाँ चाहिँ गाजो मुन्डे हुनुहुँदैछ र अहिले उहाँसँग केही कुराकानी पनि भयो। र सँगै म यतिखेर चाहिँ मुसेरे पाहा भन्ने ठाउँमा झरिसकेको छु र यहाँनिर चाहिँ फापर छर्नु भएको रहेछ बाले, होइन धेरै राम्रो भएको छ। सो यतिखेरको मौसम चाहिँ एकदम रमाइलो अनि रोचक छ। बेलुकी साँझ जस्तै हुन लागेको छ। यो चाहिँ गोठ तपाईँहरूले हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ गोरु बाख्रा होइन लगायत त्यहाँ पुराना गोठहरू पनि छन्। पुरानो हामीले ती पुरानो संस्कृतिहरूसँग हाम्रो बाबुबाजेले राखेको गोठहरू पनि देखाउने कोसिस गरेको छौँ आज भिडियोमा। सो तपाईँले यो भिडियोलाई पुरै हेर्नु होला, पुरै हेरिसकेपछि मात्रै तपाईँहरूलाई थाहा हुनेछ विशेषता आजको भिडियो के हो। र विशेष आज मैले यो जुन सुरेन्द्र सेन्चुरी ब्लगमा सधैँ जसो म गाउँका रमाइला अनि एकदम गाउँका चाहिँ ती पुराना परम्परासँग जोडिएका होइन घर अनि त्यहाँका ती वन जङ्गल हरियाली डाँडा काँडा भन्ज्याङसँगै जोडिने क्रममा आज निकै रमाइलो भिडियो बनाउने कोसिस गरेको छु। आशा छ भिडियोलाई तपाईँहरूले पुरै हेरिदिनु छ भन्ने एकदमै मनदेखि आशा गरेको छु। किनभने एउटा भिडियो बनाएर एउटा क्यारेक्टरलाई के हो भन्न चाहिने, सो एउटा भिडियो नै हो। भिडियोलाई फुल वाच गरिदिनु हुन्छ, क्यारेक्टरको लागि धेरै राम्रो पनि हुनेछ। फेरि जोडिसकेका छौँ अनि यहाँनिर हाम्रो भाउजू गाजो बोकेर आउँदै हुनुहुन्छ। भाउजू नमस्ते। नमस्ते। गाजो बोकेर हिँड्नु भएको छ, हामी पनि गाजो लिन जाँदैछौँ साथीहरू। आज यो जेठाको कथा हो, जेठी पनि मिस हुनु भएको छ। अब भने तपाईँले देख्न सक्नुहुनेछ जुन मैले भिडियो बनाएको ठाउँ अहिले म यताबाट देखाइरहेको छु। त्यो ठाउँमा म गएको थिएँ, त्यहाँबाट मैले भिडियो सुट गरिरहेको थिएँ र तपाईँहरूलाई मैले ठुल्टाले करास खाउरोदेखि लिएर माथिको ठाउँ देखाउने कोसिस गर्ने क्रममा यहाँनिर मेरो भाइ हुनुहुन्छ र उहाँ म्याडम हुनुहुन्छ। सो मैले त्यतिखेर भिडियो बनाउने बेला मैले अलिकति उताको भेटलाई पनि देखाउन भनेर चाहिँ बनाएको थिएँ। सो पुरै भिडियो हेर्नु होला। अब भने यति भन्दै बिदा हुन चाहन्छु। अर्को भिडियोमा भेटौँला। नमस्ते।